हजुर छोरो। अनि सबैले चाहिँ घन्टीमा भोट दिने भनेर भनेछन्, तपाईले चाहिँ किन रापरपामा दिने भन्नुभयो? रापरपा अर्थात् के हलो? हजुर। यो त के त भन्दाखेरि जस्तै हामीले हरेक जुन देशको छ नि आफ्नो इकोनोमिक हेरेका हुन्छौँ के। अब रवि लामी छाने र बालेनलाई मेरो सपोर्ट नभएको होइन, बालेन आइसकेपछि त मेरो सपोर्ट छ होइन, मेरो सपोर्ट छ नभएको होइन, तर वास्तवमा चाहिँ मलाई रापरपाको एजेन्डा चाहिँ राम्रो लागिरहेको छ के। रापरपा जुन हलो छ नि उसले के भनिरहेको छ त भन्दाखेरि संघीयता हटाउनु पर्छ, प्रदेश हटाउनु पर्छ होइन, अनि यो संविधान अर्को बनाउनु पर्छ, किन भन्दा हामीले यो उसले धान्न सक्दैनौँ भन्ने कुरो हुन्छ के। अब देशमा ऋणको भारी छ होइन, अनि रापरपाले के भनिरहेको छ त भन्दाखेरि चाहिँ यो जुन ऋण छ नि यसलाई चाहिँ घटाउँ भन्नलाई घटाउँ, खर्च कटौती गरौँ, अहिले हाम्रो यो देशले धान्न सकिरहेको छैन भनिरहेको छ के। अनि अब जस्तै यो अहिलेको यो घन्टी जुन छ उसको के भन्छ अरे यो हाम्रो रवि लामी छानेको, उसले चाहिँ यो सबै गणतन्त्र पनि मान्छु, संविधान पनि मान्छु, सबै मान्छु होइन, यही चलिरहनु पर्छ भनेको छ। अब एक्जाम्पलको लागि जब कुनै पनि एउटा घरको तिम्रो घरकै कुरो गर्नुपर्दा तिम्रो बाबाको कमाइ 10,000 रुपियाँ छ भने तिम्रो बाबाको अलरेडी 50 लाख ऋण छ भने अब त्यो ऋणलाई कसैले कटौती गर्नु पर्यो नि त, कटौती गर्ने वातावरण छैन। अनि यही ठिक छ यही ठिक छ यसरी नै चल्नुपर्छ कसैले भन्छ भने त्यो गलत हो नि त। ल भन त तिमी कहिले पनि ऋण क्लियर गर्न नसक्ने स्थिति भयो नि त। झन् यही गलत छ, तिम्रो 10,000 रुपियाँ कमाइ छ, महिनाको 25,000 रुपियाँ खर्च छ भनेपछि त तिम्रो खर्च त हरेक बढिरहेको छ भने खोजेको 10,000 मात्रै कमाइ छ, 25,000 खर्च छ भनेपछि महिनाको 15,000 रुपियाँ त तिम्रो ऋण थपिँदै गएको छ नि त। अब त्यसलाई कटौती गर्नु पर्यो नि त, किन भन्दा हाम्रो क्लियर गर्न हाम्रो इन्कम सोर्स त केही पनि छैन, हो कि होइन। अब जस्तै घन्टीले यो राजसभा जुन छ नि यिनीहरूले चाहिँ यो कुरालाई मानिरहेको छैन कि, त्यस कारणले चाहिँ मलाई किन भन्दाखेरि अलिकति यो सङ्घीयता जुन छ नि यिनीहरू चाहिँ अलिकति एक्सपेन्सिभ भइरहेको छ क्या, हाम्रो देशले धान्न सकिरहेको छैन। यो सब कुरालाई रापरपा जुन हलोले जुन छ नि अहिलेको हलोले उनीहरूले चाहिँ यसलाई निकाल्नु पर्छ, यो चाहिँ हटाउनु पर्छ, यसले देशलाई धान्न सकिरहेको छैन, ऋण थपिँदै गइरहेको छ भनेको छ। त्यस कारणले मलाई चाहिँ राम्रो लाग्छ, बुझ्यौ नि। अनि अब देशमा इन्कम सोर्स के त, ल अहिले रासपा नै आयो अरे, घन्टी नै आयो अरे, त्यसले इन्कम सोर्स के छ त, केही पनि छैन नि त अहिलेको सिचुएसनमा, त केही पनि छैन इन्कम सोर्स त। अब जस्तै अलिअलि भएको पहिला राजाको पालामा बनाइदिएका जे जति थिए त्यो पुराना पार्टीहरू जस्तै काङ्ग्रेस एमाले बेचेर खाइसके है, अलिअलि रहेको थियो माओवादीले फोडिदियो जलाइदियो होइन। अनि अहिले यो जुन नयाँ शक्ति भनेर जुन आएको छ यसले पनि त अब केही नयाँ भिजन त लिएर आउन सकिरहेको छैन नि त। तर मलाई आश छ फेरि बालेन शाह भएको कारणले है, रवि मात्रै भएको भए म ग्यारेन्टी दिन्छु मलाई चाहिँ त्यति विश्वासै थिएन रविको के, क्लियर कुरो गर्नुपर्दा रविको चाहिँ मलाई विश्वास थिएन। तर बालेन आइसकेपछि म विश्वास छु कि म बिलिभ गर्छु कि उसले केही न केही राम्रो गर्छ, किन भन्दा बालेनलाई म पहिल्यैदेखि सपोर्टर हो, मेयर हुँदैदेखि र अहिले पनि मेरो पूर्ण सपोर्ट छ। त्यही भएर त मैले हरेकचोटि भनिरहेको छु नि त, याद छ तिमीलाई। जस्तै एउटा भोट हलोमा एउटा भोट घन्टीमा भनिरहेको छु नि त। घन्टीमा र हलोमा किन भन्दाखेरि अहिले मान्छेले दुईटा भोट हाल्न पाउँछ कि, एउटा त प्रत्यक्षमा एउटा चाहिँ यो समानुपातिकबाट आउनेलाई के। त्यसै कारणले गर्दाखेरि चाहिँ एउटा भोट हलोमा एउटा भोट घन्टीमा हाल्नु होला, यी दुईटा पार्टीलाई अगाडि ल्याउनु होला भन्न चाहन्छु म। यसपालि हलोलाई अगाडि ल्याउनै पर्छ, हलोलाई अगाडि ल्याउनु भएन भने पछुताउने सिवा अरू केही पनि छैन। किन भन्दाखेरि घन्टीले ऋण मैले अघि नै एक्जाम्पल दिइसकेँ, 25,000 रुपियाँ महिनाको खर्च छ, 10,000 रुपियाँ इन्कम छ, 15,000 रुपियाँ ऋण थपिँदै गएको छ, त्यसैलाई टु बी कन्टिन्यू गर्ने भनिरहेको छ। इन्कम सोर्स केही पनि देख्दिनँ म त होइन। त्यो भएको कारणले गर्दाखेरि मैले यसपालि सकिन्छ रापरपालाई जिताउँ होइन, मलाई घन्टी पनि चाहिन्छ भन्नुहुन्छ भने एक भोट घन्टीलाई एक भोट हलोलाई, यी दुईटा सँगसँगै जाउँ, यो दुईटा बाहेक अरू पार्टी चाहिँ अगाडि नआउन् भन्ने मेरो विचार हो। कुरो बुझ्यौ? ल नबुझ्या भए थ्याङ्क यू भेरी मच।